धेरै नै चुनौतीहरू छन्। पहिला जति उपभोक्ता थिए ती अलि त्यस्तै खालको त्यो खालको बुझाइ थियो। अहिले उपभोक्ता पनि एकदमै के भने त्यसमा अलिक जानकार। पहिला जति सजिलो थियो यो व्यवसायमा अहिले अलिकति कठिनाइ छ। फेरि एक उसमा भन्यो भने हामी अलि एकत्रित पनि भएको छैन। यो व्यवसायहरू आफ्नो मनलागी ढङ्गले आफ्नै पाराले सञ्चालन गरेको हुँदाखेरि अलिकति खड्किँदो छ हाम्रो यो व्यवसाय। फेरि अर्को कुरो के पनि छ भने मूल्य वृद्धिको कारणले पनि हदै चपेटामा छौँ। यो व्यवसाय जति पहिला जति राम्रो थियो अहिले त्यस्तो सजिलोसँग छैन। हजुर, अब यो किन भन्दाखेरि सङ्घहरू धेरै खुलेको अवस्था छ। तपाईँको अनुभव हेर्नु पर्दाखेरि राज्यको बिचमा प्रस्तुत भएर जति एउटा सङ्घहरूले भूमिका खेल्नुपर्ने हो त्यसमा के कमजोरी देख्नुहुन्छ? हामी व्यवसायको त अलिकति विभाजित अवस्थामा पनि छौँ। त्यसको लागि सामूहिक एकताको लागि के गर्नुपर्छ जस्तो लाग्छ? अब सबैभन्दाखेरि त राज्यले नै एउटा निर्देशिका हैन यो उसमा चाहिँ मुनाफा कमाउने यो आधारमा रहेर चाहिँ एउटा निर्देशिका निकाल्दैदेखि सबैभन्दा राम्रो हुन्थ्यो। तर धेरैचोटि हामीले यो उसमा राज्य मार्फत पनि लगिसक्यौँ तर कहिले पनि राज्यले सुनाइ नै गरेको छैन। अब मनलागी नै जस्तो छ। अब कति त के पनि विगतमा के थियो भने काँचो सुनको मूल्य एउटै हुन्थ्यो। अहिले पछिल्लो पिँढीमा आएर अब के कसरी हो यो न राज्यको कमजोरी हो न व्यवसायहरूको कमजोरी हो। कालो बजारीले पनि त्यत्तिकै हामीलाई अलिकति समस्या पारेको छ। त्यसले गर्दाखेरि पनि हामीलाई यो व्यवसायमा अलिकति अप्ठ्यारो पारेको छ। अब यो चाहिँ राज्यले बुझ्नुपर्ने हो। हामी व्यवसायले भन्दाखेरि पनि राज्यले कतै पनि अब त्यस्ताहरूलाई अब त्यो कालोबजारी गर्नेहरूलाई दण्ड सजाय पनि दिने ऊ छैन। त्यसो भएको हुँदाखेरि यो कालोबजारी अलिकति